ल अब चाहिँ हाम्रो महाराजजी चाहिँ हाम्रो गाउँ छोडेर चाहिँ उसको गाउँपट्टि लाग्नु सुरु गर्नुभयो हो। साह्रै उता नजाउँ होला फनक्क घुम्यो भने फेरि रोकिँदैछ त जाने इच्छा छैन क्या हो। साथीहरू चाहिँ यसरी हेर्दैछ हो। अब चाहिँ फरस गाडीको आवाज सुनेर बल्ल 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 कुद्यो मरो हेर। फरस गाडीको सुनेर चाहिँ यस्तो भाग्दो रहेछ हो। फरसको आवाज सुनेर चाहिँ यसरी भाग्दो रहेछ भनेर चाहिँ आज थाहा पाइयो।